बिस्तारै बिस्तारै भइहाल्छ नि भाइ। किन हतार गरेको? राजा आउने बित्तिकै भइहाल्छ नि। मोदीले त नमस्कार गर्छ हाम्रो राजालाई, मोदीले त नमस्कार गरेको हाम्रो राजालाई। अहिलेको नेताहरू जाओस् त, त्यहाँ गइसकेपछि त नेताहरू नमस्कार हजुर भनेर हिँड्छन्। यतिखेरसम्म सिख्री रहेछ होइन, यो चाहिँ सिख्री हराएको थियो नि त होइन, उहाँको चाहिँ एकदमै भाइरल पनि हुनुहुन्छ अहिले चाहिँ होइन। At this moment that he knew he fucked up. मेरो सिख्री नै लुट्यो बाबु, खत्तम। 2.5 तोला घर कसै जानु अब बाटै बिचरा त्यतिन्जेल त यस्तो होस् जति उडेर होइन उहाँको चाहिँ होइन। अब घरमा चाहिँ के भन्ने भनेर चाहिँ यति धेरै टेन्सन भयो होला कि होइन माकुरी होइन। अझ 2 तोला सिख्री भन्नुभएको थियो होइन उहाँले चाहिँ। छाडा बोलो तपाईले सिग्री चाहिँ अलि चोरी हुने चिजहरू सुरक्षित तरिकाले राख्नु पर्दैन त के दादा भाइ होसै भएन। अब के गर्नुहुन्छ दाइ? अब के के गर्नुहुन्छ? अब के गर्ने, रुने बाहेक अब के गर्नु मैले। तर बुढा चाहिँ एकदम अर्नेस्ट के होइन, कस्तो टेन्सन पर्दा नि हँसाउने टाइपले बोलिदिने कि जियो फ्याक्ट त्यही के होइन, यताउति बनाएर होइन यताउति नबोलिदिने कि जे नेचुरल हो होइन त्यही के टाक्क के त्यो चाहिँ बब्बाल मन लाग्यो मजा के होइन। बाई बाई टाटा गुड बाई। भेटाउनु भएको छ उहाँलाई दिइदिनुहोस्, उहाँलाई दिइदिनु होला। बिचरा मान्छेहरूले फेरि ट्रोल गर्न चाहिँ छोड्दैनन् कि कसम जे भए पनि होइन। नेपालमा चाहिँ ट्रोल चाहिँ बन्यो कि होइन कसम। हिजो हराएको 2.5 तोलाको सिक्री यता आइपुगेछ है, यहाँ भेटियो। सम्बन्धित निकायसम्म चाहिँ भिडियो पुऱ्याएर चाहिँ काकालाई सिक्री फिर्ता गरौँ। सिक्री सही सलामत छ, अब रुन पर्दैन है त। बिचरा यतिको भइदिएदेखि होइन किन रुँदै हिँड्नु पर्थ्यो क्या होइन। कसममा छोड्दैनन् भनेको नेपालले चान्स पायो भने चाहिँ दिन्छ क्या। तर के हो तपाईको हराएको सुनको सिक्री भेट्यो भने के गर्नुहुन्छ तपाईको? म तारी फर्काउँछु। I'll have to ask my accountant about that. बिचरा राजा फर्काउन गएको होइन, सिक्री नै हराएर आयो कि। त्योभन्दा घरै सुतेको भएदेखि होइन राजा आउने पनि होइन केही पनि होइन बेकारमा के। न देशको चाहिँ परिस्थिति चेन्ज हुने, उल्टो चाहिँ घाटा लागेको आइस यार। कलाकार हुनुहुँदो रहेछ नि खास। कला बोडी फेरि खतरा के हट्टा कट्टा होइन। म चाहिँ त्यो इन्टरभ्यू त्यो हुलमा चाहिँ त्यो नाराबाजी गर्दा चाहिँ लास्ट सुड्डो होला भन्ने सोचे चाहिँ सुड्डो त सुड्डो तर ज्यान के होइन हट्टा कट्टा गर्दाखेरि होइन जियोस् के कडा खतरा के बडी बिल्डर रहेछ के बुढो त यार। कलाकारै रहेछु म पनि हुन्छु भने होइन। यस्तै भगवान्ले पनि अब विदेशबाट आएको काम नपाएर बेरोजगारी भइरहेको थिएँ, अनि गाउँमा शब्द लगाएको थियो हेर्न भनेर गएको। मलाई नाटक खेल्ने दाइ भन्यो, खेल्छु नि भाइ भनी मैले। अनि खेल्ने रावणको रोल दियो क्या पहिल्यै नै, रावणको देशमा जन्मिनु पर्ने भने म राक्षस जसै छु कि। खत्तम बाई बाई टाटा गुड बाई गया। तपाईको पीडामा रमाउनेलाई ठ्याक्कै के भन्न चाहनुहुन्छ भन्नुहोस् त फेरि? मेरो पीडा नरमाउनुहोस् होइन, रमाउनु हुन्न गाह्रो हुन्छ। हामीलाई त रमाउनलाई त के गाह्रो हुने के, गाह्रो हुने त तपाईँलाई हो के बड्डा यार। के बोल्या यार। जो श्रीमतीले केही भन्नु भएन, बच्चा बच्चीले गाली गर्नु भएन के, अब त्यो किन लाएर गयो भन्नु भएन? किन गएको त्यसो जानुहुन्छ त्यत्रो सिन लगेर यस्तो मको सुन हराइहाल्यो भने ल ल ल ल म त सुतेँ भनिसकेपछि अब म त निराइ छु। बुढो दिनभरि आन्दोलन होइन, न फाइदा न घाटा होइन, न फाइदा न के होइन। उल्टो चाहिँ त्यत्रो 2 तोलाको सिख्री हराउँदाखेरि त अनि बुढोलाई त झ्वाक निद्रा त लाइहाल्ने भयो नि। अनि बुढो चाहिँ खतरा भाइरल हुने खालकै बुढो होइन के यार। अनि मैले त 2.5 तोला मात्रै भनिछु। म त आत्तिएर क्या, मेरो मनले आत्तिएर मेरो 2.5 तोला भने अब निवेदन लेख्न त जानु पर्यो। निवेदन लेख्न जाँदाखेरि त अब निवेदन लेख्न गएँ 3 कुन्नेमा। पहिला 100 नम्बरलाई फोन गरेँ, 100 नम्बरले भन्नुभयो
सेम्बुमा जानुहोस् सेम्बुले भन्नुभयो 3 कुने जानुहोस् अनि 3 कुना गइसकेपछि अनि ओ भाइरल आयो भने पुलिसहरूले अनि भनिसकेपछि ल यसलाई थुन्न पर्छ भन्नुभयो मलाई त डर पनि लागेको छिन् यसलाई थुन्न पर्छ भन्नुभयो मलाई त डर पनि लागेको छिन् दण्ड सिक्री खोज्न गएको बुढोलाई राजावादी आयो भनेर चाहिँ ट्यापडुप गर्दिएन सन् यार कसम भनेको कति वर्ष हुनुभयो राजकुमार दाइ म भएँ बाबु 50 वर्ष 51 लाग्छ अझै पनि यङ देखिनुहुन्छ उमेर पनि धेरै भएको थियो नि भाइ उमेर पनि धेरै भएको थियो नि ओ 50 वर्षलाई बुढो भन्दैन के भर्खरको यङ जवान भन्छ के कस्तो क्वेसन हो यो भनेको के भाइ 50 भनेको भर्खरकै हो बल्ल त भाइरल भए धेरै भयो होला है पीडा भएन नि कति आनन्द आयो मलाई त ओहो मैले त यत्रो रमाइलो भयो तर सिख्री हराएर पनि होइन त्यत्रो 2 तोलाको सिख्री हराएर पनि चिलके टेन्सन नभएको मान्छे चाहिँ फर्स्ट टाइम चाहिँ देखेँ क्या यार म भएको भए होइन कसम डोरी लिएर जङ्गलतिर गइसक्थ्यो होला कि घरमा कति कराउँथ्यो होला नि कि हामी जस्तो त्यो आय स्रोत नभएको मान्छेले होइन 2 तोलाको चाहिँ सिक्री हराउँदाखेरि के कसम भनेको सुन हराएको पनि चित्त त दुखिहाल्छ रमाइलो त भाइको रमाइलो लाग्यो एकैछिन कति हाँसी एकैछिन तर बुढाको फेरि दिन खुल्यो नि त होइन त्यो सिक्री आउनु चाहिँ गिफ्ट चाहिँ हानिदिइसक्यो होला नि कि टिकटकमा चाहिँ अनि मलाई चाहिँ त्यस्तै लाग्छ कति चाहिँ बुढो चाहिँ टिकटक लाइभमा बसे चाहिँ मान्थेँ कि मैले अस्तिसम्म चित्त दुखिरहेको थियो सुन हराएको अब हजुरको मुस्कान देखेर नै भाइको मुस्कान देखेर आनन्द फिलिङ्स आयो मलाई त छोरा चाहिँ नि छैन छोरी छ एउटा बुढी छ जम्मा एउटा है हुन्छ नि अर्को 2-3 नै हुन्छ मन रहेछ गर्नु भएन होला गरे त अनुहार हेरी राम्रो लाग्यो आनन्दको फिलिङ भयो यही ठिक छ होइन म एकखेप खाना खाएर आउँ कि के गर्नु खै लाइ पाइन्छु खाना पनि खानु मन लागेछ भोक पनि लागेछ बिचरा बुढो लास्ट जो हो क्या होइन ट्याकटुक गरेर चाहिँ त्यो लाइभ अफ गरेर खाना खान जाने हो क्या तर त्यहाँको अडियन्सहरूलाई चाहिँ बिदा मागेर जाने होइन एकदम रेस्पेक्ट गरेर होइन यतिको मान्छे चाहिँ होइन बबालै हो क्या सो गाइज होइन कस्तो लाग्यो तपाईँहरूलाई चाहिँ मेरो रियाक्सन भिडियो धेरै टाइम पछि चाहिँ मैले रियाक्ट गरेँ किनकि म चाहिँ बाहिर छु नि त होइन ड्युटीको कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ भिडियो अपलोडहरू गर्न पाउँदिनँ तर चाहिँ मैले सर्ट भिडियोहरू चाहिँ हालि नै रह हुन्छु तपाईँहरूले चाहिँ एकदम माया पनि देखाइदिइराख्नु भएको छ अब फाइनली मेरो पनि 1K सब्सक्राइब चाहिँ पुग्न लागेको छ सबैले चाहिँ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु किनकि तपाईँहरूको सपोर्ट बिना चाहिँ मेरो चाहिँ युट्युबर बन्ने सपना चाहिँ टुट्छ होइन त्यो कारणले तपाईँहरूको सपोर्ट चाहिँ एकदमै जरुरत छ होइन छिटो चाहिँ मेरो चाहिँ च्यानललाई चाहिँ 1K पुऱ्याइदिनु होला भन्न चाहन्छु मेरो चाहिँ जस युट्युबमा चाहिँ केही गर्ने चाहिँ होइन लक्ष्य छ भनौँ न सो भन्दै तपाईँहरूलाई चाहिँ आजको यो मिम्स भिडियो चाहिँ कस्तो लाग्यो जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नु होला भन्दै आजको लागि चाहिँ यति नै